कोहलपुरमा आजदेखि चौथो कोहलपुर गोल्ड कप सुरु भएको छ र यसै बीचमा पहिलो खेल चाहिँ रेसिङ सहारा क्लब कोहलपुर र बीच पञ्चकोटी युवा क्लब सुदूरपश्चिमको भएको थियो, जसमा अहिले राइजिङ स्टार फागुराम थारू खेल्दै हुनुहुन्छ। हजुरहरूले हेर्नु सक्नुहुन्छ फागुराम थारूको ड्रिब्लिङ स्क्रिन पावरहरू अहिलेको राइजिङ स्टारै भनेर चिनिन्छ, जो अहिले उहाँ बर्दियाको बाघ भनेर पनि चिनिन्छ। आजको गेम एकदम राम्रो र रोमाञ्चक भएको थियो, जो सुदूरपश्चिमको पञ्चकोटी युवा क्लबले एकदम राम्रो प्रदर्शन गरेको थियो। दिन प्रतिदिन फुटबलको रुचि बढ्दै गइरहेको छ मध्यपश्चिममा, कहिले खजुरामा, कहिले कोहलपुरमा, कहिले बर्दियामा, कहिले कता गेम बढिरहेको छ। सो यसै बिचमा पनि खेलाडीहरू धेरै उत्पादन भइरहेका छन्। सो एउटै दुःख लाग्ने कुरा के छ भनेपछि हाम्रो यो नेपालगञ्ज रङ्गशालामा हुन नसकेको गेम चाहिँ कोहलपुर र खजुरामा एकदम राम्रो गेम भइरहेको छ। सो साथीहरू, तपाईँहरूले यो पञ्चकोटी युवा क्लबको यो किपरलाई चिन्नुहुन्छ भने प्लिज मेन्सन गर्नुहोस्। उहाँको गेम एकदम उत्कृष्ट थियो। सायद आज 1 versus 11 नै खेल्नुभयो कि उहाँले चाहिँ यति राम्रो बचाव गरिदिनु भएको थियो। सो हेर्नुहोस् न, उहाँको सेभ यस्तो ब्रिलियन्ट सेभ थियो जुन अझसम्म देखेको थिएन। उहाँ पनि एउटा यस्तो किपरमा पर्न सक्नुहुन्छ र उतापट्टि रेसिङ सहारा क्लबबाट खेलिराख्नु भएको फागुराम थारू पनि वाउ हुनुहुन्थ्यो कि उहाँको गेम पनि एकदम असम थियो। उहाँको सुटिङ पावरहरू त ओ माई गड। र उहाँको आफ्नै दाई पनि खेलिराख्नुभयो, त जसलाई चेतन चौधरी भनेर चिनिन्थ्यो, ठुलो बाघ भनेर पनि चिनिन्छ। सो यसै बिचमा धेरै राम्रो गेमहरू हुँदैछ। अब कोहलपुर रेसिङ सहारा क्लबले गराएकोमा आउनु होला, हेर्नु होला। थ्याङ्क यू सो मच।